राजा ज्ञान छ किन अरू सक्छ यहाँ निष्पक्ष न्याय दिएको अदालत हो त्यो अदालतमा मेरो पुरा विश्वास छ मलाई विश्वास छ भोलि हामी लड्नेछौँ सुप्रिम कोर्ट आयो एकपल्ट आयो केही छैन भयो दोस्रोपल्ट आयो केही छैन भयो पुरा निकालिदियो यतिसम्म बदमासीपूर्ण काम गरेको छ यो यस्तो तर मलाई बताएको भावना न्युज छैन तर यो देशको जनता छ यो देशको अदालत छ सबले चाहिँ जानेको छ बुझेको छ यिनीहरूलाई भोलि हामी देखाएर सोच्छौँ त्यो चुलार भन्दैन न राजा ज्ञानको खिलाफमा पनि मुद्दा गरेको हुँ अदालतले खाली गरेर मलाई जेलमा छुटाएको पनि हो त्यसैले चाहिँ नि नेपाल अहिले पनि एउटा केसमादेखिलाई अस्ति पनि मलाई चाहिँ अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा किन मुद्दा आयो खिलाफमा त्यसमा पनि अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टले यी हाम्रो सेवालाई हात पक्रिदिनु पक्रिने कामै थिएन वाइफले उसलाई पक्रिदिनु भन्यो यही पनि मुद्दा लगाएको खाले यस्तो फटाहा छ यहाँ त्यही पनि यहाँ त्यहाँको अदालतले संस्थाले पनि दुबारा आजलाई डुबाउनु आदिदियो त्यही पनि बदमासी हो यहाँ पनि के भन्ने सुप्रिम कोर्ट आयो एकपल्ट आयो केही छैन भयो दोस्रोपल्ट आयो केही छैन भयो पुरा निकालिदियो यतिसम्म बदमासीपूर्ण काम गरेको छ यो यस्तो तर मलाई बताएको भावना न्युज छैन तर यो देशको जनता छ यो देशको अदालत छ सबले चाहिँ जानेको छ बुझेको छ यिनीहरूलाई भोलि हामी देखाएर सोच्छौँ यस्तो किसिमको राजा ज्ञान छ किन अरू सक्छ यहाँ राजा ज्ञानको कुरा गरिदियो भने संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको गणतन्त्र मैले ल्याएको हो जनताले चुनेको संविधान सभा ल्याएको गणतन्त्र मैले ल्याएको हो त्यो मैले चाहेको आउनुवाला मान्छे मैले आज जानेवाला मान्छे